हेलो नमस्ते सबैजनालाई। तपाईँले यहाँ मेरो मोबाइल स्क्रिनमा देख्न सक्नुहुन्छ। म यताबाट राइट स्वाइप गर्छु। यहाँ देख्न सक्नुहुन्छ तपाईँले राइट स्वाइप गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ यस्तो सर्टकट ओपन भएको छ। तपाईँले अब यहाँबाट अर्को एप चलाउन सक्नुहुन्छ यसरी ओपन गरेर। यसरी तपाईँले अन गरिसकेपछि तपाईँलाई मल्टिटास्किङ गर्न सजिलो हुन्छ। यसका लागि चाहिँ तपाईँले सेटिङमा गएर यो अन गर्नुपर्छ। अब तपाईँलाई म यो कसरी गर्ने भनेर सिकाउन जाँदैछु। सबैभन्दा पहिला तपाईँ आफ्नो सेटिङमा जानुहोला। सेटिङमा गइसकेपछि स्क्रोल गरेर यहाँ जेस्चर सेटिङ खोज्नु होला। जेस्चर सेटिङमा यहाँ क्लिक गरिसकेपछि यहाँ तपाईँले देख्न सक्नुहुन्छ स्लाइड बार भन्ने अप्सन मल्टिटास्क बाई ओपन योर फेभरेट एप्स इन फ्रिडम अफ फुल विन्डोज भनेर यहाँ भनेको छ। यसमा क्लिक गर्नु होला। यो मेरो अलरेडी ओपन छ। यहाँ देख्न सक्नुहुन्छ यहाँ सेटिङ टर्न अफ छ। यसलाई अन गर्नु होला। यो अन गरिसकेपछि तपाईँको यहाँ देख्न सक्नुहुन्छ यस्तो आइकन जस्तो यहाँ आउँछ छेउमा। यसलाई यसरी राइट स्वाइप गरेपछि यसरी यो सर्टकट ओपन हुन्छ। तपाईँले यो सेटिङ गरेर यसरी यो सर्टकटलाई ओपन गर्न सक्नुहुन्छ। अनि तपाईँको यो ओपन गरेपछि तपाईँलाई कामहरू गर्नलाई सजिलो हुन्छ, मल्टिटास्किङ गर्नलाई सजिलो हुन्छ। यस्तै थप भिडियो हेर्नका लागि मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुहोला। हस्, धन्यवाद।